Hello everyone, good morning. So welcome back to the channel. यो हाम्रो चाहिँ अब चौथो दिन अब हामी चाहिँ डे 4मा छौँ। आज चाहिँ हाम्रो यात्रा चाहिँ यहाँ चुलेबाट चाहिँ अब जिरिडाँडासम्मको लागि हुनेछ। सायद अब यहाँदेखि अब मेबी 3 देखि 4 घन्टामा चाहिँ हामी जिरिडाँडा पुग्नेछौँ भन्ने आशा पनि छ। अनि त्यहाँबाट आजको दिन चाहिँ अब आज चाहिँ हाम्रो लास्ट ट्रेक जस्तै हो, किन भन्दाखेरि अब आज त्यस्तै 4 घन्टा हिँडिसकेपछि हामी त्यहाँ पुग्छौँ र चाहिँ अब त्यहाँ हट स्प्रिङ भयो भने चाहिँ हामी तातो पानी कुण्डमा डुब्ने पनि छौँ। र भोलि चाहिँ अब आधी घन्टा हिँडेर हामी जिप पक्रेर हामी डाइरेक्ट पोखराको लागि चाहिँ हामी जानेछौँ। त्यही त अब आजको दिन के कस्तो हुनेछ हामी अवश्य तपाईँमा चाहिँ सेयर गर्नेछौँ। हामी जुट्नेछौँ होइन, के कस्तो हुन्छ बाटोमा हामी अवश्य सेयर गर्नेछौँ है त। त्यही त अब हाम्रो चाहिँ रुम चाहिँ यो थियो। म चाहिँ यो बेडमा सुतिरहेको थिएँ, साथीभाइहरू चाहिँ यो बेडमा सुत्नुभएको थियो, हामी 4जना थियौँ। त्यही त अब सुताइ जस राम्रो राम्रो नै भयो। त्यही त अलिकति औषधिहरू मैले बोक्ने गर्छु ट्रेकिङ गर्दाखेरि चाहिँ। बेसिकल्ली अब इनकेस केही परिहाल्यो भने चाहिँ अब चाहिँ खानको लागि चाहिँ अब औषधि एकदम ठिक हुन्छ होइन, किन भन्दाखेरि कुनै अवस्था त्यस्तो पर्न सक्छ। त्यसै गरी म चाहिँ यो ट्रेक गर्दाखेरि यी औषधिहरू चाहिँ लिने गर्छु। त्यही त अब तपाईँहरू माझ पनि सेयर गर्नु चाहे मेरो औषधि कुन कुन मैले बोक्छु भनेर। यो चाहिँ जुलमाइट होइन, जो चाहिँ हाई अल्टिट्युडको लागि चाहिँ हामीले युज गरिन्छ। 7 देखि 8 घन्टाको डिफ्रेन्समा चाहिँ खाने गरिन्छ यो होइन। अनि यो चाहिँ प्यारासिटामोल अब त्यति त अब ज्वरो आयो भने होइन, त्यहाँपछि अब चाहिँ यो सिटामोल चाहिँ खाने गरिन्छ है। अनि यहाँ छ यो डाइरियाको औषधि, यो चाहिँ डाइरियाको लागि हो है। यो पनि किनकि चिसो ठाउँमा चाहिँ अब डाइरिया हुने चान्सेस धेरै हुन्छ खानापिन नमिलेर होइन। यो चाहिँ प्रोटोजेल भन्ने रहेछ, डिएफ होइन। यो चाहिँ डाइरियाको लागि। अनि अब जब घाममा हिँड्दाखेरि अब यो पनि आवश्यक गर्छ, किन भन्दाखेरि अब घाममा हिँड्दाखेरि अब अलिकति ग्लुकोजको मात्रा कमी पनि भएको हुन्छ होइन। अब पसिनाहरू धेरै भइरहेको हुन्छ। अब जस कारणले गर्दाखेरि डाइरिया पनि लाउने सम्भावना पनि हुन्छ होइन। जस कारणले गर्दाखेरि यो जीवन जल चाहिँ पनि मैले बोकेर हिँड्ने गर्छु। अनि यो सेम जुलमाइट होइन, यो हाई अल्टिट्युडको लागि। अनि फ्ल्याक्जन कहिले कहिले चाहिँ अब त्यही त अब टाउको दुख्ने ज्वरो आउने त्यो भइरहेको हुँदा यसमा सबै कम्बिनेसनको हुन्छ। जस कारणले गर्दाखेरि मैले यो फ्ल्याक्जन पनि बोक्ने गर्छु। अनि साइनेक्स अब चिसो ठाउँमा अब अलिकति रोगासोगा लागेको छ भने होइन, यो साइनेक्स पनि मैले चाहिँ लिएर चाहिँ हिँड्ने गर्छु। त्यही त अब अरू त यो एल्कोहल सप हो यो होइन, एल्कोहल पेन जो चाहिँ कुनै कुराहरू साफ गर्नु पऱ्यो भने, कुनै कुराहरू चाहिँ होइन यताउता अब चाहिँ एल्कोहल होइन एउटा चाहिँ सेनिटाइज गर्नु पऱ्यो भने चाहिँ मैले यो युज गर्छु होइन। यो चाहिँ साइनेक्स रहेको छ। अनि यो त अब जेल भयो होइन, डिएफ हो यो चाहिँ होइन। यो चाहिँ पेन रिलिफ जेल रहेको छ। यो कहिले कहिले हिँड्दाखेरि अब खुट्टा दुख्न सक्छ, त्यसको लागि चाहिँ मैले चाहिँ यो चाहिँ जेल लिने चाहिँ गर्छु। त्यो त यो औषधिहरू मैले तपाईँहरू माझ पनि अब सेयर गरेँ। त्यो त अलिक सेयर गर्न चाहिरहेको थिएँ, किन भन्दाखेरि अब त्यो त अब यो औषधिहरू कुनै बेला चाहिँ आवश्यकता पर्ने गर्छ। तर बेसिकल्ली मैले चाहिँ त्यति साह्रो औषधि चाहिँ मैले अहिलेसम्म लिएको छैन होइन। अब चाहिँ सायद मलाई मात्रै नभएर अरूलाई पनि अब चाहिँ परिआएको खण्डमा चाहिँ मैले चाहिँ एउटा चाहिँ सहयोग स्वरूप चाहिँ मैले औषधिहरू मैले प्रयोग गर्नेछु भन्ने हिसाबले पनि मैले चाहिँ यो बोकेर हिँड्ने गर्छु। तर अहिलेसम्म मैले चाहिँ यो औषधि चाहिँ सेवन गरेको छैन होइन। कुनै पनि औषधि चाहिँ मैले ट्रेक गर्दाखेरि सेवन गर्नु परेको छैन। तर अब कुनै बेला चाहिँ अब कुनै व्यक्तिहरू कुनै साथीभाइहरूलाई त्यो टाइपको आवश्यक पऱ्यो भने पनि यसले चाहिँ मजाको हेल्प गर्ने छ होइन। त्यही त यति नै थियो मेरो यो औषधिहरू होइन, जो चाहिँ मेडिकेसन्सहरू।
अझ अब जुन डाँडासम्मको यात्रा हुनेछ सो के कस्तो हुनेछ हामी अवश्य जुनेछौँ स्टे ट्युन आई विल ब्याक अन द मोमेन्ट हामी केही समयपछि अवश्य भेट्नेछौँ सो बाटोको चाहिँ जानकारी सहित र के कस्तो देखिनेछौँ तपाईँलाई पनि देखाउनेछौँ सी यु सुन हामी फेरि भेटौँला है त ल अब ब्याकप्याक पनि भइसकेको छ अब चाहिँ हामी हिँड्ने तयारीमा छौँ आजको दिन पनि रमाइलो छ आज हामी चाहिँ यो होटलमा माउन्टेन डिस्कभरीमा बसियो सो र राम्रै भयो आजको रात पनि सो अब के कस्तो रहेछ बाटोमा हामी अब जुन्नेछौँ Yeah. Action. 1, 2, 3, 4. 1, 2, 3. 1, 2, 3, 4. 1, 2, 3. 1, 2, 3. ल त्यसै गरी हाम्रो अब चौथो दिनको यात्रा चाहिँ अब सुरु हुन लागिसकेको छ र हाम्रो चाहिँ यो चाहिँ हाम्रो चारौँ दिन चौथो दिन र चाहिँ आज यात्रा सुरु गर्न लगाइरहेको छौँ सो आजको यात्रा डाँडासम्म हुनेछ यहाँबाट अलिकति डाउनहिल त्यहाँबाट चाहिँ त्यहाँ चाहिँ अनि अलिकति अपहिल अनि चाहिँ डाउनहिल रहेको छ अनि हाम्रो डेस्टिनेसनमा चाहिँ हामी पुग्नेछौँ सो सबैजना चाहिँ रेडी भइसक्नु भएको छ म पनि रेडी भइसकेको छु सो बाटोमा के कस्तो रहेछ हामी अब चाहिँ जुन्नेछौँ सो आई विल ब्याक अन द मोमेन्ट सो सी यु हामी अवश्य भेट्नेछौँ केही छिनपछि है त साग यो साग रहेछ यस्तो मजाले चाहिँ फलिरहेको छ यो साग एउटै बुट्टादेखि धेरै चाहिँ पातहरू चाहिँ छ सो राम्रो लाग्यो यहाँको साग चाहिँ यो राम्रो साग रहेछ यहाँ चाहिँ बुझ्को अङ्कल भिडियो लिएको अरे मैले है यसो भिडियो लिएको अरे है त म्युजियम रहेछ अरे है ए दिस इज अ म्युजियम ब्रो या यु क्यान फाइन्ड ट्रेडिसनल ग्रुम कल्चर ओभर देयर या एन्ड यु क्यान फाइन्ड द हनी या हनी कम ब्युटिफुल Yeah, it's still working. Yeah.
चाहिँ स्कुल रहेको छ र अलमोस्ट उकालो पनि हामीले भइसक्यो। अब चाहिँ अब सायद 43 गइ नै छ र अब सुनेअनुसार चाहिँ त्यहाँ पहिरो गएको ठाउँ अलिकति उकालो छ भन्ने कुरा थियो। सायद त्यो उकालो पनि हामी गुर्जोङ आज जाँदै रहेछ। सो स्थापना चाहिँ 2047 सालमा चाहिँ स्थापित गरिरहेछ। त्यता चाहिँ काँचै छ। यो बाटो चाहिँ छुमरुङ र यो बाटो चाहिँ यो बाटो छिमेक झिङ्गे। तर हाम्रो सरको चाहिँ इन्ट्रोडक्सन लिन सर ल हाम्रो चाहिँ गाइड हुनुहुन्छ। नमस्ते, म चाहिँ हाम्रो यो ग्रुपको ट्रेनिङ गाइड। हामी अब आज त्यसो दिन चौथो दिन हामी आज सुइलेबाट झिनु वा तातोपानी जाँदैछौँ। अब करिब 1 घन्टा ओह्रालो उड्न बाँकी छ। सबै सकुशलै छ, सबै ठिकै छ। अब साथीहरू कोही अलिकति गेस्टहरू कोही अलिकति उमेर भएकै हुनुहुन्छ, त्यही भएर अलिकति सुस्त भइएछ। अनि सरको बारेमा केही भन्न चाहनुहुन्छ? मेरो बारेमा के भन्ने, अब यस्तै छ। अब नेपालमै बसिएछ, ट्रेकिङ गरिएछ, दुःख गरिएछ, खाइएछ, ठिकै छ, खुसी छ, डाँडा काँडा हिँडिएछ। अब सहरी लाइफबाट जिन्दगीबाट यता गाउँले जीवनतिर आइयो, रमाइलै छ, खुसी छु म। मलाई विदेश जान परेको छैन, कालसम्म ठिकै छ, त्यही हो। ल त्यही त सरले भनिहाल्नुभयो। अब आफ्नो अब चाहिँ केही कुराहरू त्यही त। अब यो बाटो चाहिँ छुमरुङको लागि मात्रै, तर यो बाटो चाहिँ बोथ अफ छुमरुङ अनि र झिनु डाँडाको लागि रहनेछ। अब यहाँबाट चाहिँ हामी सायद अब डाउन हिलै हो सबै है। यहाँबाट डाउन हिल गएर हामी चाहिँ आजको लन्च लिनेछौँ र तातो पानीमा डुब्नेछौँ। हाउ डु यु फिलिङ राइट नाउ?
Good. Good. And Yay! yeah, this is our last day. No? And for the trek, Yes. this is our last day for the trek, and tomorrow we'll go by the jeep. Okay, fine. Yeah. Yeah. Hello. Hey, Yeah. How do you? downhill now. Yeah, downhill, yay. Yeah. Downhill. यहाँ पनि ठुलो पहिरो गएको रहेछ, जस कारणले गर्दाखेरि चाहिँ यसरी उकालो हिँड्नुपर्ने पर्यो। सो त्यही त अब यो पहिरो अलिकति रिस्क नै छ अब बर्खामा। And here we are, climbing down Mount त्यही त अब चाहिँ हामी डाउनहिल जान लागिरहेको छौँ। यो बाटो चाहिँ अब तल झिनुको लागि हुनेछ। सो त्यहाँ गएर अब चाहिँ बिहानको भोजन गर्नेछौँ, लन्च। सो त्यही त हेरौँ के हुन्छ। हामी तपाईँमा चाहिँ अब सर्भिस गर्नेछौँ। आज हाम्रो हिँडाइ चाहिँ आज लास्ट अन्तिमै हो। भोलि सायद आधी घन्टा दिँदैन हामी चाहिँ पढेर पुग्नको लागि यात्रा तय गर्नेछौँ। त्यही त अलिकति अब यस्तो बाटो चाहिँ हेर्नुहोस् ओह्रालो, ठिकै छ ओह्रालोमा हिँडिराखेको छ। Is this an avalanche? आजको हाम्रो चाहिँ वासस्थान होटलको नाम चाहिँ एभरग्रिन होटल रहेको छ। सो हामी आइपुग्यौँ। सो के कस्तो हुनेछ हामी अब जुनेछौँ। सो होटल यो बाटो चाहिँ एबिसीको लागि रहेको छ। सो त्यो चाहिँ एबिसीको घुमेर टर्निङ भएर चाहिँ यता अन्नपूर्ण बेस क्याम्प पुगिन्छ। अब हामी चाहिँ तातो पानीको लागि चाहिँ हामी चाहिँ हट स्प्रिङ गर्नको लागि चाहिँ आइरहेको छौँ। सो त्यो त यहाँ चाहिँ टिकट काट्नु पर्ने रहेछ र टिकट काटेर अब हामी चाहिँ तातो पानी डुब्नेछौँ है त। टिकट कति रहेछ त टिकटको? यो चाहिँ मादी खोला, जुन खोला चाहिँ पातेचोर डिम्बासम्म पुग्छ। त्यहीको तिरमा चाहिँ तातो पानी रहेछ, तातो पानी कुण्ड। सो दाएर म चाहिँ तातो पानी नुहाउनको लागि गइरहेको छु। यहाँ टिकट 100 रुपियाँ चाहिँ लिँदो रहेछन्। तर अब हामीले 50 रुपियाँ चाहिँ पे गर्यो, गाइडलाई चाहिँ 50 रुपियाँ रहेछ है। सो त्यही त अब हामी चाहिँ तातो पानी कुण्डमा डुब्नेछौँ। अब चाहिँ एकछिन अब चाहिँ आफ्नो चाहिँ ज्यानलाई चाहिँ तगार्नेछौँ। त्यो नुहाइएको छैन, त्यो अब चाहिँ सरसफाइ पनि गर्नेछौँ। सो त्यो त के कस्तो हुनेछ हामी अवश्य भेट्नेछौँ। भयो भने तातो पानी कुण्डमा पनि केही भिडियोहरू चाहिँ हामी सुट गर्नेछौँ। सो त्यो त अब आइसक्यो। यहाँसम्म बाटो पनि लिएको रहेछ।
खोलालाई चाहिँ खोलामाथि चाहिँ पुल बनाएर है त्यहाँ रहेछ आइरहेछ सायद यहाँ पनि ब्लक गऱ्यो भने चाहिँ भरिन्छ होला त्यही त बेसिकली तातो पानी चाहिँ यसै खोलाको किनारे किनारे चाहिँ अब चाहिँ भएको मैले पाएँ है त्यही त अब उता अब सेती खोला पनि छ होइन भुरुङ खोला तातो पानी काली खोला पनि छ भुरुङ होइन उता भुरुङ तातो पानी भनेर मेहदी खोला पनि छ तातो पानी सो त्यो त अब हामी चाहिँ जानेछौँ तातो पानीमा चाहिँ डुब्नेछौँ है त स्टे ट्युन बाहिरमा चाहिँ तातो पानी डुब्नको लागि चाहिँ अब रेडीमा छौँ सो तातो पानी चाहिँ अब अवश्य अब चाहिँ डुब्नेछौँ त्यही त अब के कस्तो हुन्छ यहाँ अब है तातो पानीको धारा चाहिँ रहेको छ र कुण्ड त्यहाँ रहेको छ त्यही त अब खोलाको तिरैतिर त्यही त र त्यसै गरी अब भर्खरै अब हामीले चाहिँ हट स्प्रिङ पनि गरियो त्यसै गरी भर्खरै हट स्प्रिङ पनि गरियो अब हामी चाहिँ माथि होटलतिर जानेछौँ सो त्यही त अब हट स्प्रिङ अब अरू ठाउँभन्दा अलिकति जो सेलाको चाहिँ पानी चाहिँ फिल भयो जुन एउटा भुजुङ खोला अनि तातो पानीमा जुन डुबेको अनुभव थियो यहाँ चाहिँ जस नेचुरल्ली पनि अलिकति कमै तातो आउँदो रहेछ सो तर पनि ठिकै भयो जस अब एउटा नआएको थिएन जस अब आफूले पनि एउटा चाहिँ शरीरलाई सफा गर्न पाइयो होइन सुरुमा चाहिँ अब चाहिँ त्यो पानीमा गएर नुहाएर बल्ल चाहिँ कुण्डमा चाहिँ जानुपर्ने चाहिँ हुन्छ सो त्यो त अब आजको दिन अब ओभरअल यति नै थियो सो भोलि अब चाहिँ हामी यहाँबाट चाहिँ आधी घन्टा हिँडेर चाहिँ अब जिप समातेर चाहिँ हामी पोखराको लागि चाहिँ जानेछौँ सो के कस्तो हुनेछ होइन हामी अब जोडिराखौँला सो आई विल ब्याक अदर मोमेन्ट सी यू थ्याङ्क यू